Hola, buenos días. हामी चाहिँ आज जाँदैछौँ म्याड्रिड टु एउटा साथीकोमा। म्याड्रिड नजिक एउटा साथी छ, त्यो साथी चाहिँ हाम्रो साथी चाहिँ भेडा हेर्ने ठाउँ छ। हामी आज चाहिँ त्यहाँ पुग्दैछौँ। 3 दिन छुट्टी छ, काम छैन। लगभग 3 दिन छुट्टी। आज 1 दिन, अबको 3 दिन 4 दिन, त्यसपछि 23 तारिकमा हाम्रो अपोइन्टमेन्ट छ बार्सिलोनामा। किन त्यहाँ एउटा पेपर लिनु छ हाम्रो पाद्रोनामेन्टोको हिस्टोरिको दे पाद्रोनामेन्टो भनेको एउटा लिनु छ। हामी चाहिँ अहिले छुट्टी भएको भएर भोलि पनि आउन सक्थ्यो, तर हामीसँग चाहिँ गाडी खासै हाम्रो एरियाबाट गाडी नचल्ने भएर आज चाहिँ ठेकदारले स्टेसनसम्म छोडिदिन्छ। अनि त्यहाँ एउटा साथीहरूकोमा बस्न सकिन्थ्यो, तर हामी चाहिँ एउटा साथी नभेटेको पनि वर्षौँ भयो। सँगै आएको, तर काम छुट्टी गरे भएर ठाउँ अलग छ। नभेटेको वर्षौँ 1.5 वर्ष हुन लाग्यो। त्यो भएर उसले पनि बोलाइरहेको थियो, आउन त्यता सँगै जाउँ भनेर। सँगै जानुपर्छ, त्यो भएर त्यहाँ जाँदैछौँ। हामी अहिले चाहिँ तोदरसिला भन्ने ठाउँमा आइपुग्यो। ठ्याक्कै बसमा अहिले चाहिँ ठ्याक्कै 11:30 भयो। अब चाहिँ हामी म्याड्रिड 2.5 घन्टामा पुग्छौँ। त्यसपछि 1 घन्टा जति साथीकोमा। आज त्यहाँ साथीले बदल ल्याएर आएछ र त्यहाँ बदल खाने पनि हो। यस्तो अब त्यो निदाइरहेछ, घुरिरहेछ। यहाँ पनि अब गर्मी सिजन लाग्नु लागेर होला। ठक्क लगाएर सबै हरियाली हुँदैछ। हेर्नु यस्तो हरियाली देख्नु थालेको छ। सबै अब पाउल आउन लागेको छ, सबैतिर हरियाली। यहाँ चाहिँ यस्तो बाटोमा यस्तो फुलहरू रोपेको छ, यस्तो दामी फुलहरू हो। त्यस्तो फुल, तर त्यो चाहिँ आलमडको फुल। यस्तो जताततै फुल छ क्या, टक्क लगाएर यस्तो रमाइलो छ। बाहिर वातावरण हरियाली, त्यति गर्मी पनि छैन, तर बाहिर चाहिँ 21 डिग्री छ आज तापक्रम चाहिँ। भेडा हेर न, कति धेरै भेडा। बाटो चाहिँ सही छ क्या। बाटो देख्दा चाहिँ डरै लाग्छ। त्यसपछि हरियाली भइसकेको छ, सबैतिर हरियाली। गाडीहरू ड्याङ्ग कुदिरहेछन् टक्क लगाएर। यतातिर सुँगुर फार्म रहेछ, त्यो भत्काएको छ। हामी काम गर्न आउँथ्यो त्यही वरिपरि हाइवेको छेउछाउतिर। हामी चाहिँ म्याड्रिड टक्क लगाएर 2 घन्टा। त्यो पानी पर्ने बेला चाहिँ त्यतातिर हिउँ परिरहेको छ। त्यो डाँडातिर अस्ति नै एकचोटि हेर्दा चाहिँ पुरा खाली थियो, आज चाहिँ सेतो रहेछ। त्यो डाँडामा हिउँ परिरहेको छ क्या। त्यो भएर अलिअलि चिसो हावा आउँछ, यति घाम लाग्दा पनि भने त्यो भएर रहेछ यस्तो हिउँ। तर मधुरो भएर होला हिउँ चाहिँ देखिँदैन। त्यहाँ सेतो देखिन्छ, त्यो चाहिँ हिउँ पऱ्यो क्या डाँडामा। खाली डाँडामा हिउँ पर्दा दामी नै देखिँदो रहेछ, तर पक्रेर जान्छ। हिमाल चाहिँ होइन है फेरि त्यो हिउँ अब पछि पग्लिन्छ क्या। अस्ति न थिएन, अहिले छ। त्यो भएर चिसो भएको छ। अन्त खाली डाँडा यतातिर चाहिँ हिमालय देखाएको थिएन मैले चाहिँ। अहिले चाहिँ त्यत्रो बाक्लो हिउँ परेको छ भने चाहिँ नि कस्तो हिउँ पऱ्यो होला जस्तो नि। कहाँदेखि आयो हामी यहाँ। हाम्रो साथीहरू चाहिँ भेडा हेर्ने मोटे। यहाँ साथीहरू चाहिँ भेडा हेर्छ नि। भेडा पनि यहाँ त थोरै होला, अर्को 1200 त अन्त लगेको रहेछ। यहाँ नजिकै हामी चाहिँ हेर्न आएको आज यस्तो। साथीहरूलाई कम्ता दुःख छ, हामीलाई रमाइलो लागिरहेछ। आउँदाखेरि पुरा भिडियो बनाउनु पाइएन, बिचमा चार्ज सकेर अनि गाडीको ट्रान्जिट परेर 3 घन्टा त्यतिकै बस्दा चार्जै गर्न पाएन। हिजो बेलुकाखेरि राति 10 बजी आइपुग्यो साथीको भेडा अनि जस्तो छ कि भेडा। साथीहरू चाहिँ त्यो परको गोठ हो। अहिले हामी चाहिँ यहाँ साथी आयो। यो त थोरै अरे ब्याउने भेडा हो अरे भन्छन्।
हामीले चाहिँ विवेक भाइलाई नयाँ काम लगाइदिइसकेको छ यसरी बेडा हेर्ने काम लगाएको छ हामीले विवेक भाइलाई यी मरेको भेडा पनि बोकेर हिँडिरहेछ यसरी जङ्गलमा भेडा हेर्न हिँडिसकेका छौँ ए यस्तो छन् भेडा यहाँ कति होला 30-40 वटा त्यस्तै होला है 1200 भेडा हेर्न आएको तर 30-40 वटा भन्दा देखेन नि यो मोटे भाइ भ्या गरेर कराउँदो रहेछ तर भेडाको पुत्रै यति लामो हुन्छ मलाई अचम्म लागिरहेको छ या तर मैले नेपालमा भेडै देखाएर हिँड्नु छु भन्ने कुरा मैले थाहा पाएँ भेडा हेर्न आइसकेको छ भेडा हेर्नु हुँदैन नि यहाँ अर्को ग्रुपमा छोडिदिनु रहेछ यिनीहरू चाहिँ बच्चा पाएर सकिसकेको रहेछ यिनीहरूलाई त्यसो भए अर्को ग्रुपमा लगाउँदो रहेछ अनि अर्को 2-3जना चाहिँ उता भेडा हेर्ने त्यहाँ ग्रुपमा छोडिदिनु गएको छ त्यहाँ छोडेर चाहिँ आउँछ अर्को चाहिँ हिँड्न नसक्दो रहेछ ल अर्को चाहिँ विवेशले खेद्दैछ एउटा विवेशले ल्याउनै सकेन त्यहाँ अर्को ए अर्को तिना मेनाकी तिना अर्को कुकुर यो पनि हो एउटा हेर्ने यस्तो कुछ यसले चाहिँ यो पनि हेर्छ कुकुरले पनि हेर्छ कुकुर र अनि एकजना मान्छे भयो भने चाहिँ भेडा हेर्न सजिलो हुँदो रहेछ यहाँ यस्तो छ यहाँ चाहिँ भेडा हेर्ने 4जना छ 4जना 2जना खोरमा काम गर्दैछ 2जना चाहिँ यस्तो भेडा हेर्ने रहेछ उयो जङ्गलतिर लैजान्छ भन्थ्यो थाहा छैन हामी चाहिँ आज आएको यहाँनिर